यो पालि चाहिँ धेरै वर्ष पछाडि म नेपाल जाँदैछु, करिब झन्डै 9-10 वर्षको बादमा होला। कतार आइल्यान्डमा जाँदैछु। एकदम राम्रो भयो के अरे ट्राभल पनि। नेपाल पुगेँ, मलाई भाइ बहिनीहरूले वेलकम गर्न आएको थियो, एयरपोर्टमा लिन आएको थियो। अनि उनीहरूसँग घर गएँ, घर पुगेपछि त र खुसी पनि लाग्यो, दुःख पनि लाग्यो। घरको हालत हेर्नु, यस्तो कलर सलर सबै गएर ढोकाको भुइँमा धुलै यस्तो च्याप थियो है। माथि धन्न मेरो ठुलो मम्मीको छोरा बुहारीहरूले किचनमा सबै रेडी पारिदिएको थियो, दिदी आउँदैछ भनेर। यो चाहिँ मेरो बहिनी छठमा बिहानै 6 बजी नै घाम झुल्केकोमा आउँछ क्या। अनि चिया खाँदै दिदी बहिनी गफ गर्दै बस्यौँ हामी। दिदी बहिनीको 2 दिन मात्रै भेट भयो। त्यो चाहिँ भोलिपल्ट बेलुका हङकङ फर्किगयो, उसको टाइम थिएन। अनि 1 दिन चाहिँ घर बस्यौँ। धन्न सबै यति मिलाइदिएको थियो मेरो भाइ बुहारीहरूले। अनि भोलिपल्ट चाहिँ बिहानै पशुपति गयौँ, दिदी बहिनी ज्वाइँ नानीहरू लिएर, भदैनीहरू। अनि उतै घुम्यौँ, पूजासुजा गऱ्यौँ। अनि उतै खानासाना खायो आयो। अनि त्यहाँबाट घरको काम सुरु भयो। यो चाहिँ मेरो कान्छा भाइ अनि अर्को मेरो ठुलो मम्मीको छोरा, मेरो दाइ भाउजू सबै भेला भएर सबैले हेल्प गर्यो। कोही कलर यसो ढोका कलर गर्ने, कोहीले कार्पेट लगाइदिने। यस्तो हालत भएको थियो मेरो घरको, सबै कलर चेन्ज गरेर यस्तो बनाएको मैले अहिले। सबै त्यो मुसाले पाइपधरि काटेर केही थिएन घरमा। कस्तो बिजोग गरेर 3 हप्तामा यति बिजी भयो। अनि त्यस पछाडि ल सबैजना जाऊँ भनेर दन्तकालीतिर पूजामा गयौँ, दाइ भाउजू भाइहरू सबै। अनि मेरो यो चाहिँ ठुलो दाजु अनि भाउजू। मेरो बर्थडेको दिन चाहिँ म त थाहा पनि थिएन, भदैनीहरूले सबै अर्गनाइज गरेर। अनि मेरो दाइ भाउजूले टिका लगाइदिएको। म त कस्तो रुगो, कस्तो नराम्रो लाग्यो है। अनि सबैले किन रुनुहुन्छ, नरुनु, अब जे अब यस्तो हो भन्छ उनीहरू। झन् मलाई त कस्तो लाग्ने कि। अनि ल बर्थडे सेलिब्रेट गर्न जाऊँ भनेर गयौँ। अनि यहाँ चाहिँ सबैजना नाचेको, मेरो भदैनीहरू, बहिनीहरू, दाइ भाउजू भाइहरू सबैजना इन्जोय गर्दैछ। यहाँ टिकटक बनाउँदैछ। बर्थडे सेलिब्रेट गर्न जाउँ, 1 नाइट उतै स्टे गरौँ भनेर माथि डाँडामा हाम्रो सानो बुहारीले सबै छोरा मान्छेहरू बस्दै कस्तो राम्रो डेकोरेट गरेर। अनि भित्र यस्तो टेबलहरू राखिदिएको, बिहान मजाले ब्रेकफास्ट हुने, टोइलेट बाथरुम सबै उ भएको क्या। अनि बिहान उठेर चाहिँ ब्रेकफास्ट गरेर लाग्यो ओह्रालो हिँड्दै जाने, अब एक्सर्साइज पनि हुन्छ, मर्निङ वक भनेर सबैजना सामानहरू बोकेर। यस्तो राम्रो रहेछ बाटो पनि है। अनि ओह्रालो लाग्यौँ। अनि घर आएर त्यो दिन चाहिँ घरमै टाइम एक्सपेन्ड गर्नु। मेरो ठुलो भाउजूले चाहिँ सिलाङ सागमाहरू बनाउनु हुँदो रहेछ। अनि मैले पनि सिकेँ, मैले पनि बनाएँ 2-3वटा। त्यो दिन चाहिँ सबै घरमा बसेर सबैजनासँग टाइम एक्सपेन्ड गऱ्यौँ। घाम ताप्दै बस्यौँ त्यहीँनिर छठमा, सिलाङ सागमा बनायौँ। त्यस पछाडि चाहिँ अनि फेरि हामी बेलुका लु आरती जाने पशुपति भन्यो भदैनीहरूले। अनि लजाम भनेर म फर्स्ट टाइम गएको। मलाई त यस्तो राम्रो लाग्यो, यस्तो आनन्द लाग्यो है। कस्तो मनै आनन्द भयो। तर अलिक अगाडि जानुपर्ने रहेछ, ठाउँै नपाउने रहेछ क्या। मान्छे यति धेरै हुँदो रहेछ त्यहाँ। ठाउँ नपाएर हामी त कहाँ यताउता बसेको। तर एउटा ठाउँ मलाई त्यहाँ एउटा मान्छेले दियो क्या। अनि यहाँ बस्नु चाहिँ बहिनी दिदी छ भने अनि यहाँ बसेर म चाहिँ सुनेको। मलाई त कस्तो आनन्द मनमै थियो, कस्तो भएको क्या, कति आनन्द लागेको क्या यो ठाउँमा जाँदाखेरि। अनि निकै बेर बस्यौँ त्यहाँनिर हामी, आरती सुन्यौँ, आरती गऱ्यौँ। त्यस पछाडि हामी कति बज्यो, निकै बेर भइसकेको थियो, निकै लेट नै होला। अनि त्यस पछाडि लु अब सकेपछि अनि घर जाने भनेर बेलुका अँधेरो भइसकिसकेको थियो। अनि घर फर्क्यौँ आरती सकेर। अनि भोलिपल्ट मनोकामना पनि गएँ, ज्वाइँ नानीहरू लिएर मनोकामना गएको थिएँ। अनि सबै मेरो बहिनी बुहारीहरू भेला भएर आउटिङ गएको थियौँ। यो चाहिँ कस्तो रमाइलो भयो। सबैलाई एकदम थ्याङ्क यू भन्छु। यो चाहिँ मेरै घरको छठमा आउने दिन मैले फोटो खिचेरको। सबैलाई थ्याङ्क यू भन्दै म कति आनन्द रमाइलो तरिकाले बित्यो मेरो नेपालमा। त्यति भन्दै घर युके